ओके, नमस्ते सबैजनालाई। धेरै पछि मैले भिडियो बनाउँदैछु र आजको भिडियो एकदम इम्पोर्टेन्ट पनि छ। यो आज तपाईहरुलाई एउटा गिफ्ट, स्पेशली सबै जेन्जीजहरुको लागि एउटा गिफ्ट ल्याइदिएको छौं हामीले यो न्यू इयर्सको उपलक्ष्यमा, हैन। धेरै वर्षदेखि तपाईहरुले टर्चर सहिराख्नु भएको छ आफ्नो स्कुल कलेजेसहरुमा। यो डिआई र सीआई को नाममा गुण्डागर्दीदेखि लिएर, हैन, टोलको गुण्डालाई उठायो, डिआई सीआई बनायो, डिसिप्लिन इन्चार्जहरु बनायो, तपाईहरुलाई टर्चर दिने, मेन्टल टर्चर दिने, दुःख दिने, हैन, हरासमेन्ट गर्नेदेखि लिएर अनेक यस्तो प्रवृत्ति हुनु हुँदैन भनेर हामीले पहिलादेखि भन्दै आएको थियौं र त्यसपछि हामीले यसलाई चाहिँ शिक्षा मन्त्रालयमा लगेर महावीरपुर हाम्रो मन्त्री शिक्षा मन्त्रीज्यूलाई राखेर यस्तो यस्तो भइरहेछ र यस्तो हुनु हुँदैन, बच्चाहरुको सबैजना स्टुडेन्ट्सहरुको दिमागमा चाहिँ नराम्रो असर पर्छ भनेर हामीले कुरा राखेपछि यो अबदेखि बन्द हुने भएको छ है। सो दिस इज आवर गिफ्ट टु यु गाइज, टु अल आवर फ्युचर कमिङ अप जेनेरेसन्स। अनि हामीले अलि रोड कच्चा छ है, तपाईले पिच गरिदिनु होला। यु गाइज आर फ्युचर। ह्यापी न्यू इयर टु एभ्रीवन। थ्यांक यू। अलराइट, हामीसँग काउन्सिल अफ जेनजीमा सुदन दाइबाट, सबैबाट, ओजस्वीबाट, जेम्सबाट यो कुरा आएको छ कि डिआई र सीआई को प्रचलन एकदमै बिग्बिगी भएको छ। त्यसमा मिसयुज, कम्प्लिटली मिसयुज, थ्रेट गर्नेदेखि लिएर सबै कुरामा। त्यसैले हामीसँग उहाँ प्याप्सन, हिसानदेखि लिएर सबैको अध्यक्षज्यूहरूले आफ्नो आफ्नो कुरा राख्नुहुन्छ यसमा। उहाँको व्यक्तित्व। थ्याङ्क यू। म प्याप्सन अध्यक्ष कृष्ण अधिकारी। आजको यो हाम्रो भेटघाट निकै राम्रो छ। क्वालिटी एजुकेसनको लागि प्याप्सन विद्यालयहरू राष्ट्रभर नै अग्रसर छन्। पहिला टिआई सीआई भएको चाहिँ हामीले सुनिन्थ्यो। अहिले हामी यो कुराहरू हटाएर विद्यार्थीहरूलाई विद्यालयमा काउन्सिलर राखेर काउन्सिलिङ गर्ने, प्यारेन्ट्सहरूसँग हामी डिस्कस गर्ने, विद्यार्थीहरूको क्लब बनाउने, उनीहरूलाई पनि प्रोत्साहित गर्ने र स्कुललाई एउटा असाध्यै राम्रो एउटा शिक्षा लिने एउटा मन्दिरको रूपमा हामीले स्थापित गर्दैछौं। विद्यालय भनेको अभिभावकको, विद्यार्थीको, शिक्षकको र सञ्चालकको हो, प्राइभेट स्कुल। त्यसकारण सबैको राइट्सहरूलाई उपयोग गर्दै, सबैका विचार र भावनालाई उपयोग गर्दै असाध्यै राम्रो एउटा क्वालिटी एजुकेसन दिने र त्यहाँ जीवनलाई शिक्षासँग, जीवनलाई संस्कारसँग, जीवनलाई प्रवृत्तिसँग र जीवनलाई सिपसँग जोड्ने चाहिँ हामीले शिक्षा दिने चाहिँ प्याप्सनको उद्देश्य छ र प्याप्सन विद्यालयहरूलाई त्यही किसिमको प्याप्सन केन्द्रबाट निर्देशन दिन्छ। धन्यवाद।